आलु चाहिँ एक बोरा भुजाको किलो चटपटी बनाएर खानु पर्यो भनेर ग्यास बालेर आलु सालु बसाइदिएर धनिया पो टिप्नु पर्यो भनेर बारीतिर छिरेको त बारी नै पो खाली रहेछ। भित्र फ्रिज खोले हेरेको धन्दा फ्रिजमा चाहिँ रहेछ। यता सौरभलाई चाहिँ आलु तात्ने काम जिम्मा दिएर मची लागे तितो तितो गइजा मिठो मिठो आइज भन्दै टुप्पी फ्यालेर काँक्रो काट्नतिर म जस्तो पर्फेक्ट कटिङ गर्ने मान्छे कोनी होला र जस्तो लाग्थ्यो। तर प्याज काट्दा फेरि एक्सको यादमा रोयो भन्दा आगर रुनु पर्यो। एक जग पानीमा चाहिँ एक मुठी मैदाको पिठो हालेर यो कलरवाला धुलो पनि हाल्दै यसले चलाउनलाई चाहिँ यो मोही पार्ने जस्तो पारे जसरी मजाले चलाएर चाहिँ बाहिर निक्लेर आलु मुछेर आलु सालु हाले अनि अघि काँक्रो प्याज खोर्सानी हालेर चाहिँ हल्का निम्की र चाउचाउ पनि हाल्दै पछि यता चटपटे बनाउनमा व्यस्त थिए। यता भने कति बेला दिन्छ र खानु भनेर आसमा थिए। अघि यो मैदाको पिठोमा हालेर पकाएको कलर हालिसकेपछि हाम्रो चटपटे पनि रेडी हुन्छ। सबैजना वरिपरि बसिराख्नु भएको त सबैजनालाई पालो पिलो गरिदिए। त सानो बुना देऊ त होइन मुखे पकाउन खोजे यतालाई पनि चटपटे भनेपछि कस्तो खान मन लागेको सबैलाई भाग लगाइदिएर मैले पनि गाम भात खाएँ भन्दा गरेर खाएको। मलाई फर्स्ट टाइम भएर खासै मिठो चाहिँ लागेन। बाई सब्सक्राइब गरिदिनु।